हुँदासरी म बाँचिरहे हुँदा जिन्दगी म सङ्घार भावीले गर्यो पक्षपात लेख्दा लेख्दै मेरो ललाट ओइला यो पात सुकेर बोट बिर्सने छैन खाएको चोट मजलेर खरानी भए पनि संसारैबाट हराए पनि संसारैबाट हराए पनि बाँच्ने छ सधैँ अमर बनी मर्दैन कहिले मेरो यो कहानी मर्दैन कहिले मेरो यो कहानी मेरो यो कहानी लेखी नै रहन्छु मनको व्यथा दुःख पीडा यो आँसुको कथा दुःख पीडा यो आँसुको कथा यो आँसुको कथा म जलेको चिता म जलेको चिता बच्चा ए च्यालेन्ज हजुरको बुहारी हराएको पनि यत्तिका समय भइसक्यो उसो त सरतिर गएर बुझौँ कि भनेको अनि हिजो उसको माइतीबाट नि फोन आएको थियो मैले त माइत गयो भन्ने ठानेर माइत पनि रहेनछु हुन्छ जान त धेरै समय भयो बुहारी पनि गए कि मैले त माइतमै छिन् भनी ठानेको माइतमा पनि रहेनछिन् मलाई पनि आज मात्रै थाहा भयो मैले पनि माइतमै छिन् भनी ठानेको माइत पनि गयो कि रहेनछिन् हिजो मात्रै उसको माइतीबाट फोन आएको थियो रहेनछिन् माइतमा पनि हामीले खोज्नु त पर्यो नि म भोलि नै सहर जा हुन्छ बुवा मैले पनि त्यही सोचिरहेको थिएँ अनि सुन्नु त यता तपाईँलाई फेरि कोही साथी पनि छैन खेतीपाती टन्नै छ गाई बस्तु मेला पात चुला चौकर अनि बर्खाको समय पनि छ फेरि के गर्ने होला यताको चिन्तै नगर ढुक्कले जा सकेको गर्छु नसकेको खेताला लाउँछु अनि सुन्छौ त्यो घर चाँडै फर्किए है हुन्छ बुवा सकेसम्म त खोजेरै लिएर आउँछु तर आफ्नो खुसीले हिँडे कि आउँछु कि आउँदिनँ थाहा छैन बुवा सानै उमेरमा बिहे त गराइदिनु भयो अहिले उमेर पुग्दै गएपछि आफ्नो खुसीले चल्दै गयो पहिला रहरमा बिहे गर्यो अहिले बाध्यतामा पछुताउनु परेको छ उसलाई छोड्न मन त थिएन होला ऊ धनी परिवारमा हुर्केकी मान्छे न हामीसँग मिठो खाने थियो न राम्रो लाउने त्यही भएर आफ्नो खुसी गरेकी होला ल पुरै कुरामा बर्किन थालेछु भोलि नै जाने तयारी गर्छु हुन्छ जाने तयारी गर्न त जाने त भनेको खर्च कहाँबाट जुटाउनु बुवासँग पनि खासै पैसा छैन मसँग त झन् कहाँबाट हो त्यत्रो ठुलो सहरमा कहाँ बस्ने कहाँ खाने
काकी नमस्ते। नमस्ते बाबु। म हजुरकै घर जाँदै थिएँ, हजुरलाई कस्तो ठ्याक्कै बाटोमै भेट भयो। कति काम थियो होला? हजुरसँग सानो सल्लाह गर्नु थियो। म भोलि सहर जानु लागेको। अब हाम्रो घरको अवस्था तपाईँलाई थाहा नै छ। अलिअलि खर्च दिनुहुन्छ कि भनेर आएको थिएँ। होला त काकी? खासै धेरै त छैन, म पनि मेलापातमा निस्केको। कति चाहिएको हो? 2000 जति चाहिएको थियो। ल्याउ बाबु, राम्रोसँग गएर चाँडै आऊ है, मलाई पनि मेलापातमा निस्किनु पर्ने, ढिलो भइसक्यो। हस् काकी। कति महान हुनुहुन्छ है काकी तपाईँ। तपाईँको विषयमा हजारौँले कुरा काट्छन्, बित्दै भनेर। बाटोमा हिँड्दा पनि सायद परेन, हलाछिनेलाई भन्छ। कसैले देख्दा पनि यो मेरो अगाडि हलाछिने पर्न है भन्छ। तपाईँ बित्दै रहरले हुनुभएको हो र? समय र परिस्थितिले त बनाएको हो। जे होस्, तपाईँ मेरो लागि भगवान हुनुहुन्छ काकी। बाबु छिटो निस्कि, गाडी छुट्न लागेछ। हुन्छ पो हुन्छ। टिका पनि तयारी। अघि तयारी गरिदिएको, लगभग ढिलो भइसक्यो है। राम्रोसँग जानु, आफ्नो ख्याल राख्नु है, बुहारीलाई खोजेर ल्याउनु है त। ल बाबु, ल है, राम्रोसँग जानु। मेरो चिन्ता नगर्नु क्या बुवा। तपाईँ चाहिँ पुरा आफ्नो ख्याल गर्नु। म बुवालाई खोजेर ल्याउन चाहिँ नभए क्या। ल बुवा, आफ्नो ख्याल गर्नु है। राम्रोसँग है बाबु। ल गएँ है बुवा। हस्। दाइ नमस्ते। ए नमस्ते नानी। खै त पवन गइसकेको हो, देख्दिन त। भर्खरै निस्क्यो नानी, त्यही माथि गाडी चढ्ने ठाउँसम्म पुग्यो होला। केही काम थियो कि नानी? खासै काम त थिएन दाइ, छोरालाई थोरै सामान पठाइदिउँ कि भनेको थिएँ। पवन निस्कि पो सकेछ। म माथि भेट्छु कि जान्छु है दाइ। ए हुन्छ नानी। बाबु पवन। काकी के भन्नु आउनुभयो काकी? यो झोला बोकेर के भयो? यो अलिकता सामान थियो, मेरो छोरा सहरमा बस्छ। हिजो हतारमा भन्न पनि बिर्सेछु, पुर्याइदेऊ न है बाबु। ए भइहाल्छ नि काकी, ल्याउन हुन्छ। यो नम्बरमा फोन गर, दाइ लिन आउनुहुन्छ। तिमी पनि दाइसँगै गएर बस है। ल काकी, बस पनि छुट्न लागिसक्यो, म जान्छु ल काकी। हुन्छ बाबु। ल ल, राम्रोसँग फर्किनु होला नि। हुन्छ बाटो बाबु। चिप्ला ल। बाबु, तेरो ठुलो बुवाको छोरा आएको छ, त्यसलाई फोन गरेछ है। मैले अलिकता सामान पठाइदिएको थिएँ। हुन्छ मम्मी, त्यो कति बेला आइपुग्छ? मेरो नम्बर त पठाइदिनु भएको छ नि त्यसलाई। दिएको छु, तँलाई फोन गर्ला। 2-4 दिन तेरैमा बस्छु भन्थ्यो। ए हस् हस् मम्मी, कति बेला आइपुग्छ फोन गरेपछि लिन जान्छु नि म। ल ल बाबु, राखिदिन्छु है।
दिदी यो नम्बरमा फोन लगाइदिनु न है। लागेन त भाइ। दिदी फेरि एकताली लगाइदिनु न, लाग्छ कि? लागेन। फेरि पनि लागेन। माया, तिमीले मलाई छाड्दैनौ नि है? मसँग त तिमीलाई दिने न सुन छ न सम्पत्ति। गरिब भनेर त छोड्दैनौ नि है? त्यस्तो कुरा नगर्नु न अझै। म त हजुरसँगै साथ जिउने बिताउँछु भनेर साथ फन्का पो लाएर आएको त। यतिकै छोड्छु होला त? यस्तोतिर बोल्न त परै जाओस्, सोच्न पनि सक्दिनँ। मैले त्यस्तो सोचेको पनि होइन। अब तिमी पनि भर्खरको छौ, म पनि भर्खरकै। हाम्रो कलिले उमेरमा बिहे भयो। अब भोलि उमेर पुग्दै गइसकेपछि के थाहा मनको परिवर्तन हुने हो कि? मेरो चाहिँ होइन, हजुरको चाहिँ बदलिन सक्ला। भन्छन् छोरा मान्छेको मन चाँडै बदलिन्छ कि? हाँ लाती, त्यस्तो पनि सोच्ने हो त? सोचेको त होइन, भनेको सुनेको मात्रै। तपाईँले मलाई छोड्नु त हुन्न नि है? के थाहा तपाईँको नि मन परिवर्तन भएर छोड्नुभयो भने? म त तपाईँ भनेर परिवार सबै भुलेर आएको छु। फेरि तपाईँले पनि छोड्नुभयो भने म त एक्लै हुन्छु। यस्तो कुरा नगर। बरु मेरो सासले मलाई छोड्ला, म तिमीलाई छोड्न सक्छु। हेरौँला म पनि। साथले चाहिँ होइन, अहिले गाछले चाहिँ छोड्छ। जम, पानी नि पाउनु छ, खाना नि पकाउनु छ गर्नु। गाछले छोडेर के भयो त? म त तिमीलाई छोड्दिनँ। म त तिम्रो मायामै अगाउँछु। तपाईँलाई यस्तो कुरा गर्न त कसलाई आउँछ गाई? जलेको
त पवन होइन कसरी एक्कासी यहाँ आइपुग्यो यसलाई लगेर गयो भने म त फस्छ भाग केटा सरी म बाँचिरहे हुँदा जिन्दगी म सङ्घार भावीले गर्यो पक्षपात लेख्दा लेख्दै मेरो ललाट ओइला यो पात सुकेर बोट बिर्सने छैन खाएको चोट मजलेर खरानी भए पनि संसारैबाट हराए पनि संसारैबाट हराए पनि बाँच्ने छ सधैँ अमर बनी मर्दैन कहिले मेरो यो कहानी मर्दैन कहिले मेरो यो कहानी मेरो यो कहानी लेखी नै रहन्छु मनको व्यथा दुःख पीडा यो आँसुको कथा दुःख पीडा यो आँसुको कथा यो आँसुको कथा म जलेको चिता